आजको दिनमा म तपाईहरुको माझमा देखाउनेवाला छु मैले डे 1 देखि डे 17 सम्म पुग्दाखेरि के भिडियो बनाए हैन मिनी ब्लग अन्तिमसम्म हेर्नुहोला थाहा पाउनको लागि। अलराइट गाइज, अलराइट, आई होप सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु अनि वेलकम टु माई डे 70 न्यू मिनी ब्लग हैन गाइज। अनि कति छिटो हेर्दा डे 70 पनि पुगिसकेछ हैन। नट अ जोक, 100 डेज च्यालेन्जमा डे 70 पुग्नु भनेको यहाँसम्म हैन गाइज। अनि टक्क लाएर डे 70 हैन, अब 30 डेज छ हैन। 1 मन्थ रिमेनिङ फर 100 डेज च्यालेन्ज कम्प्लिसन हैन। अनि त्यो च्यालेन्ज कम्प्लिट भएपछि हैन म कस्तो खालके चाहिँ भिडियो बनाउनु तपाईहरुले सजेस्ट गर्नु होला हैन। अनि डे 1 देखि डे 70 सम्म पुग्दाखेरि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला हैन। अनि अब फर्दर डेजमा क्या कस्तो खालके भिडियो चाहिँ तपाईहरुलाई मन पर्छ हैन त्यो चाहिँ भन्नु होला। अनि म डे अब 71 देखि उता 100 डेज बाँकी छ, अब 30 डेज बाँकी छ। अनि त्यो 30 डेजमा कस्तो खालके भिडियो बनाउने हैन त्यो पनि मेरो दिमागमा सजेसन प्रब्लम आइरहेछ हैन। अब त्यो तपाईहरुले सजेस्ट गर्नु होला कस्तो खालके बनाउनु भनेर। अब भोलि एक दिन चाहिँ ग्याप लिन्छु म अनि पर्सिदेखि चाहिँ 71 मिनी ब्लग स्टार्ट गर्छु। यो मिनी ब्लग सिरिजमा मैले सोचेको भन्दा पनि धेरै माया पाएँ हैन तपाईहरुबाट। मैले यतिको माया पाउँछु भनेर मैले सोचेको पनि थिइनँ। अनि तपाईहरुले माया पनि यति धेरै देखाइदिनु भयो कि मलाई अझै आउँदो दिनमा अब 100 डेज कम्प्लिट भएपछि अझै 200 डेज च्यालेन्ज पनि गर्नु मन लागिरहेछ हैन। अनि अब त्यस्तै हो, मेरो फोन चाहिँ खासै राम्रो पनि छैन क्यामेरावाला। अनि म दादाकोबाट बनाउँथेँ, अब दादा पनि घर जानुभयो, अब मेरै फोनले बनाउँछु हैन। भिडियोको क्वालिटी चाहिँ खासै राम्रो आउँदैन। अब अलिक पछि म पैसा जम्मा गरेर एउटा सेकेन्ड ह्यान्ड आइफोन लिने तयारीमा छु हैन। तपाईहरु सजेस्ट गर्नु होला कहाँनेरि पाउँछ राम्रो, कि तपाईहरु नै कोही सेल गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला हैन। तपाईहरुले डिस्काउन्टमा दिनुभयो भने म लिन्छु। अनि यो मिनी ब्लग सिरिजमा लास्ट धेरै माया पाएँ, अघि पनि भनिहालेको थिएँ मैले, अहिले पनि भन्दैछु। तपाईहरुको माया साथ सपोर्ट अति धेरै भयो यसमा। अब मैले टाइम मिलाएर गरेको क्या। अब हेर्नु बिहान 7 बजी, कहिले काहीँ बिहान 7 बजीदेखि हुन्छ ड्युटी, कहिले 8 बजीदेखि हुन्छ ड्युटी। अब बिहानै उठेर खानासाना पकायो र यतात्यता गर्दा भिडियो बनाउने टाइम नै पाउँदैन। त्यही बिचमा पनि म भिडियो बनाउने टाइम बनाउँथेँ। अनि ड्युटीमा पनि हाम्रो भिडियो गर्नु मिल्दैन। अनि त्यही भएर हो। अनि मैले प्रायः जस्तो ड्युटी भ्लग पनि हालेको थिइनँ नि त। मैले डेली लाइफमा यही यता घुमेको ओरेको हालेको थिएँ। अनि मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला। थ्याङ्क फर वाचिङ, बाई बाई।